बाइक रेडी भयो, ब्याग्स पनि रेडी भयो। यहाँ हाम्रो सुशील दाई पेपर पढ्नु हुँदैछ। गुड मर्निङ सुशील दाई, गुड मर्निङ भन्दैन। ल गुड मर्निङ, नमस्कार सबैजनालाई है। गुड मर्निङ फ्रम काठमाडौँ। आज चाहिँ काठमाडौँ आएको 2-3 दिन भइसकिसक्यो, केही भ्लग गरेको थिएन। आज चाहिँ हामी अलिकति घुम्नु निस्केको। घुम्नु भन्दाखेरि नि कहाँ जाने, हामी पशुपतिनाथ, बौद्ध, स्वयम्भू जाने प्रोग्राम छ। दिदीहरू पनि आउनु भएको छ। अनि दिदीहरू चाहिँ ट्याक्सीमा जानुहुन्छ, म चाहिँ बाइकमा जाने। पहिला चाहिँ हामी सानेपा जान्छौँ होम केयरमा, त्यहाँ मेरो दिदी हुनुहुन्छ, उहाँलाई एकछिन हेरेर भेटेर त्यहाँबाट चाहिँ हामी फेरि अगाडितिर बढ्छौँ। ल अलमोस्ट सबैजना रेडी भइसक्यो, हामी पनि है। अनि अगाडि के हुँदैछ तपाईँलाई देखाउँदै जाउँला। आज काठमाडौँ तपाईँलाई आजको भ्लगमा देखाउँछु है। सबै त होइन, पशुपतिनाथ, बौद्ध र स्वयम्भू 3वटा ठाउँ आज घुम्ने हाम्रो प्लान छ। अब आज सिधै त्यहाँबाट गएर चाहिँ लाजिमपाट बस्ने। यहाँ चाहिँ मेरो वाइफ पनि, बुढी पनि रेडी भइसक्यो। गुड मर्निङ भनिदेऊ। गुड मर्निङ। अनि यहाँ सबैजना यता अलमोस्ट रेडी भइसक्नु भएको छ। दिदी हाम्रो रजनी दिदी, गुड मर्निङ दिदी। गुड मर्निङ। अब आज हामी कहाँ जानु लागेको नि? आज हामी पशुपति मन्दिर, स्वयम्भू जानु लागेको। ल हामी सबै रेडी भइसकिसकेछौँ। अब यता चाहिँ हाम्रो 2जना इन्टरमिन्टुहरू छ। खै 2जना इन्टरमिन्टुहरू रेडी हुँदो रहेछ। ल दिदी भन्ने आज कहाँ जाने हो? ल आज चाहिँ हामी पशुपतिनाथमा जाँदैछौँ दर्शन गर्नु। ल पशुपतिनाथको अपडेट चाहिँ भरे फेसबुकमा टक्क हेर्नु होला, लाइक कमेन्ट गरिदिनु होला है त। ल अब यहाँबाट अब एकछिन पछि हिँड्नेछौँ हामी। हिँडेपछि फेरि बाटोमा भेटौँला है त। हुन्छ दाइ, पुगेर ल आज हिँड्यो। आज पशुपतिनाथ यो ब्यागहरू भयो क्या, ब्यागहरूले अलिकति अप्ठ्यारो भयो। दिदीहरूको ब्याग पनि छ पछाडि। अनि पहिला आज लाजिमबाट बस्ने हो नि त। पहिला लाजिमबाट गएर ब्यागहरू राखिने, अनि गएर दिदीहरूलाई त्यहीँ भेट्ने। अहिले चाहिँ आइपुग्यो हामी जौलाखेलको चोक। यहाँबाट राइट लाग्यो भने चाहिँ लगनखेल पुग्छ। अनि अहिले चाहिँ हामी चाहिँ सिधै जाने हो। ल जाउँ, हरियो बत्ती बल्यो है। यता टर्न गरेर सिधा गयो भने चाहिँ लगनखेल। अहिले चाहिँ हामी कुपन्डोल हुँदै काठमाडौँतर्फ। अहिलेसम्म त ललितपुर जिल्लामा बसिरहेको थियो नि त हामी। अब यहाँ फेरि अगाडि ट्राफिक पोइन्टमा अलिक जाम होला। अब हामी चाहिँ ललितपुर जिल्ला क्रस गरेर काठमाडौँ जिल्ला प्रवेश गर्न लागेको छौँ। यो अगाडि बिवाइडीको गाडी क्या, दामी हो। चाइनिज गाडी त मान्नुपर्छ। डिजाइन, लुक, फिचर्स। ल है काठमाडौँको जाम। त्यो अगाडि चाहिँ पुल छ एउटा, बागमती नदीको माथि पुल छ। त्यो पुल काटेपछि चाहिँ हामी फेरि काठमाडौँ जिल्ला प्रवेश गर्छौँ। फेरि काठमाडौँ भन्नुभयो होला। काठमाडौँ भनेको चाहिँ काठमाडौँ चाहिँ एउटा भ्याली हो। भ्यालीमा चाहिँ काठमाडौँ दुईवटा डिस्ट्रिक्ट पर्छ क्या, 3वटा डिस्ट्रिक्ट भ्यालीभित्र पर्छ। काठमाडौँ, ललितपुर र
भक्तपुर। अहिले चाहिँ हामी यो ब्रिज क्रस गरेपछि चाहिँ हामी काठमाडौँ छिर्छौँ, काठमाडौँ जिल्ला। यहाँ चाहिँ लेन चाहिँ आफ्नो आफ्नो लिएर हिँड्नुपर्ने, उता जानुलाई त्यो लेन, हामी सिधा जानुलाई यो बिचको लेन। ग्रिन लाइन भ्याउँछ कि भ्याउँदैन यार, भ्याउँछ कि भ्याउँदैन, भ्याउँछ कि भ्याउँदैन, भ्याउँछ कि भ्याउँदैन, भ्याएन। अब हामी यहाँ रोकिनु पर्यो। ल हेर्नु यहाँ चाहिँ यता चाहिँ भयो, यताबाट गयो भने चाहिँ त्रिपुरेश्वर भएर त्रिपुरेश्वरको दशरथ रङ्गशाला स्टेडियम, अनि उतैबाट लेफ्ट गऱ्यो भने चाहिँ फेरि कलङ्की कालीमाटी भएर कलङ्की पनि पुग्छ। अनि फेरि त्यो त्रिपुरेश्वरबाट दाहिने लाग्यो भने चाहिँ फेरि अगाडि धरारा नै निस्किन्छ। फेरि यो जामलाई के देखाउनु है, एकछिन बन्द गरिदिउँ है, खोलेपछि फेरि अहिले चाहिँ हामी आइपुग्यौँ। यो चाहिँ हो माइती घरको मोड। यहाँबाट चाहिँ दाहिने गयो भने चाहिँ फेरि यता नयाँ बानेश्वर हुँदै एयरपोर्टतिर जान सकिन्छ। अनि अहिले चाहिँ हामी सिधै लाग्ने हो। हुन्छ हामी चाहिँ देब्रेपट्टि लागेर सिधा लाग्ने हो सिंहदरबारतर्फ। यो चाहिँ भयो तपाईँको दाहिने, मेरो दाहिनेपट्टि देखिरहेको भएको यो चाहिँ सिंहदरबार हो। सिधा पुतली सडक, अनि म चाहिँ लाग्नुपर्ने हुन्छ देब्रेतिर। सिधा अगाडि धराराको टुप्पो देख्नुभयो होला। अनि त्यो रुख भएकोमा चाहिँ मन्दिर छ, भद्रकाली मन्दिर भन्छ। यो चाहिँ भयो भद्रकाली मन्दिर। यहाँ भित्र मन्दिर छ। अनि आइपुग्यो हामी। यो अगाडि देख्नु हुँदै गरेको चाहिँ शहीद गेट भन्छ यसलाई है, शहीद गेट धरारा। यो नयाँ रिकन्स्ट्रक्ट भएको हो, पहिला 2015 को अर्थक्वेकमा ढलेको थियो, अहिले फेरि यसलाई बनाएको छ। धराराको पुरा भ्यू छ। ल क्यामेरामा आयो कि आएन है। ल अहिले चाहिँ लाग्यो हामी द काठमाडौँ मल है। यतापट्टिको चाहिँ टुडी खेल भन्छ क्या हो। यो आरएनएसी रोयल नेपाल एयरलाइन्सको अफिस। अनि यहाँबाट लेफ्ट पस्यो भने चाहिँ न्यू रोडबाट चाहिँ यो चाहिँ लेफ्ट पसेको न्यू रोडबाट चाहिँ जान सकिन्छ बसन्तपुर, हनुमान ढोका है। जानलाई चाहिँ त्यताबाट जानु पर्यो। यताको चाहिँ टुडी खेल चाहिँ वीर हस्पिटलको चाहिँ दुईवटा कम्प्लेक्स रहेछ। यो एउटा पार्ट त्यो पुरानो होला, यो चाहिँ नयाँ पार्ट होला। यतापट्टि दाहिनेपट्टि देख्नुभएको तपाईँले यो चाहिँ रत्न पार्कबाट हामी घुमेर फेरि उता जौलाखेलतिर जान सक्छौँ। अहिले चाहिँ हामी सिधै जानुपर्ने हुन्छ लाजिमपाटपट्टि। ल अहिले चाहिँ सिधै लागौँ हामी रत्न पार्क है। यहाँबाट असन छिर्छ। यो देख्नुभएको चाहिँ रानी पोखरी। यो रानी पोखरी चाहिँ को बिचमा मन्दिर छ। त्यो मन्दिर चाहिँ वर्षमा एकचोटि भाइटिकाको दिन मात्रै खोल्छ अरे। अनि जसको दिदी दाई भाइहरू छैन, दिदी बहिनी छैन, उनीहरू चाहिँ त्यहाँ गएर टिका लाउने अरे। ल जमलको स्टेसन आइपुगिसक्यो। यहाँबाट पनि हामी सिधै लाग्नुपर्ने हुन्छ। यता गएपछि चाहिँ सिधा दरबारमाग। यसलाई चाहिँ कान्तिपथ भन्छ।
हेर गाड आई कार V23 अरे गाडी त चाइनाले निकाल्नुसम्म निकाले हो मैले के हो के ल यो यता लेफ्टपट्टि भयो तपाईँको ठमेल अनि यो बााउन्ड्री देखिराख्नु भएको चाहिँ हो पहिलाको रोयल प्यालेस नारायण हिटी दरबार को यो चाहिँ वेस्टपट्टिको गेट होला यो चाहिँ अब हामी पुग्नु लाग्यौँ लाजिमपाट यो बााउन्ड्री जति पनि देख्नुहुँदैछ यो सबै रोयल प्यालेस हो पहिलाको नारायण हिटी दरबार अहिले चाहिँ सायद म्युजियम छ होला मान्छेहरूलाई जानु मिल्छ हेर्नु जानु मिल्छ हामी यो लिनु हिँडौँ हामी त्यहाँबाट राइट टर्न गर्नुपर्ने हुन्छ त्यही भएर यतापट्टिबाटै हिँडौँ यो चाहिँ आइपुग्यौँ लाइन सोर यहाँबाट चाहिँ हामी देब्रे लाग्यौँ भने 16 कुट्टे भन्छ क्या हो तल त्यहाँ हुँदै बालाजु पनि पुग्छौँ हामी चाहिँ सिधा यतापट्टि लाग्यौँ लाजिमपाट घरमा पस्यो पानी चिया पिएर फेरि निक्ली अब सिधै जाने पशुपतिनाथको मन्दिर अब त्यहाँ जानलाई चाहिँ अब म चाहिँ यताबाट जानु पर्यो नागपोखरी हुँदै ज्ञानेश्वरको बाटो यो चाहिँ अहिले नागपोखरीबाट यताबाट पसेर पनि कहाँ बाटो त थियो है मलाई तर अलिक कन्फ्युजिङ भएँ त्यही भएर म चाहिँ अहिले त्यता नजाने म चाहिँ जानु पर्यो यताबाट घुमेर कमल पोखरी भएर सिधै उतापट्टिबाट बाटो नागपोखरीबाट पनि बाटो त थियो तर म कन्फ्युज भएँ अहिलेलाई त्यही भएर म त अलिकति लामै आएँ म अहिले आइपुगेँ कमल पोखरी यहाँबाट फेरि लेफ्ट लिनुपर्ने हुन्छ गौशालाको चोक पुग्यो त्यहाँ राइट गयो भने बानेश्वर सिधै गयो भने चाहिँ एयरपोर्टतिर तिनकुने एयरपोर्ट अब चाहिँ म पहिला यो क्रस गरेर चाहिँ कसैलाई सोध्नुपर्ने हुन्छ पशुपति जानलाई चाहिँ कता हो भनेर यहाँबाट एकचोटि सोधौँ मतलब पशुपतिनाथ जानुपर्ने अनि कहाँसम्म जानु मिल्छ हजुर मतलब यहाँबाट यो लेफ्टपट्टि गएको बाटोमा हजुर 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 पार्किङ छ नि त्यहाँबाट हिँडेर जानु पर्यो ल थ्याङ्क यू दाइ ल अब यहाँनिर बाइक पार्क गरेर चाहिँ यहाँदेखि चाहिँ हिँड्दै जानुपर्ने हुन्छ पशुपतिनाथसम्म है ल पशुपतिनाथको अहिले इन्ट्रेन्स चाहिँ अलिक डिफ्रेन्ट टाइपबाट यताबाट पार्किङ गरेर यताबाट पस्ने बनाएछ अहिले चाहिँ यो दोकानहरू पहिला यस्तो थिएन नि त जतासुकै भुइँभरि थियो कि अलिक सिस्टमेटिक बनाइदिएछ बनाइदिएको रहेछ होइन पहिला यस्तो थिएन नि त्यो मन्दिरकै गेटकै अगाडि पुरा हुन्थ्यो नि क्या त्यो हुन्थ्यो मन्दिर भित्र त खिच्नु दिँदैन मन्दिरबाट निस्केपछि अनि पारिपट्टि गएर अलिकति मन्दिरको दर्शन गराउँछु है त गेट अगाडि पुगिन्छ यहाँबाट पनि अलिक छिटो बाटो लाग्यो क्या तपाईँहरूलाई जहाँबाट भए पनि गेट नगइदिनु जानै सक्यो अन्त पुण्य गर्न आएको त चोर बाटो पो हिँड्नु पऱ्यो त नि हजुरलाई हिँड्नलाई अलिक समस्या रहेछ आमालाई त्यही भएर छिटो लागेको हजुर त्यस्तो नराम्रो नसोच्नु यो पनि बाटै त हो लाइन तोडेर यसो भगवान्लाई गर्न आएको र चोर बाटो हिँड्ने लाइन तोडेर मिचेर जानु त भएन होला नि अनि होइन बाटो त अरू पनि बिचराहरू आएर दुःख गरेर आयो होला नि लाइनमा बिहानदेखि आएर बसिरहेको होला होइन ऊ त्यो गेट चाहिँ बल्ल अहिलेदेखि गेट चाहिँ आम्मामा ऊ त्यो के हो मेन गेट हो नि कहाँ गाडी रोक्ने कता बनाएछ अनि कन्फ्युजिङ भयो पशुपतिनाथको मेन गेट यहीँसम्म हो यहाँबाट अगाडि चाहिँ हामीले खिच्न मिल्दैन है त्यही कारण यो खोलेर अफ गर्दैछु अहिले पछि फेरि दर्शन गरिसकेपछि फेरि अगाडि खिच्नु भयो यो त्यो मेन गेट हो
ल है बागमती नदी पशुपतिनाथ मन्दिर यता पनि अब यहाँबाट चाहिँ अलिक माथि जाने यसो माथि गएर फोटोहरू अलिकति खिच्नु है त्यहाँबाट आउँदैन नि त फोटो उता अगाडिबाट अनि यता माथि गएर चाहिँ फोटो खिच्ने माथि गएर एकचोटि मजाले मन्दिरको भेट हेर्नु है त यो बाटो छ यहाँबाट चाहिँ सिधै बुद्धेश्वरी मन्दिर पनि पुग्छ है त पशुपति क्षेत्र पशुपतिनाथको मन्दिर बागमती नदी पशुपतिनाथ गाह्रो भयो प्रेसर लो भएर दिदीलाई प्रेसर लो भएर एकदम गाह्रो भयो अब बौद्ध सोमनाथ चाहिँ अब अहिलेलाई क्यान्सल गरेर सिधै अब लाजिमबाट जाँदैछौँ घर त्यहाँदेखि के हो हेरौँ अगाडि के हुन्छ त्यहाँदेखि आज गई हुन्छ कि भोलि गई हुन्छ अब ल फेरि अघि पशुपतिनाथबाट हामी कन्टिन्यू गर्न सकेन स्वयम्भू बौद्धनाथ जाने अनि घर आएर खाना खाएर एकछिन रेस्ट गरेर दिदीलाई अहिले अलिक सन्चो भएर अब फेरि निस्केको पहिला स्वयम्भूनाथ जाने त्यहाँबाट फर्केर बौद्ध जाने यहाँनिर चाहिँ बाटो बनाउँदै रहेछ अलिकति अप्ठ्यारो रहेछ ए रिङ रोड आइपुग्यो पुग्नु लाग्यो स्वयम्भू यो रिङ रोड त उता कोटेश्वर साइडतिर त कस्तो राम्रो बनाएको छ त यतातिर त के हो घाँसै घाँस धुलै धुलो बनाइसकेको छैन पुरा एक सर्कल पुरै छ त पुरै कम्प्लिट गरिसकेको छैन क्या बनाएर हेर चाइनिज गाडीहरू नेपालमा चाइनिज इभीले चाहिँ खतरा मार्केट लिएको रहेछ यहाँबाट चाहिँ हामी भित्र पस्नुपर्ने हुने रहेछ स्वयम्भूनाथको परिसरमा हामी आइपुग्यौँ यहाँबाट चाहिँ मेन ठाडो सिँढी उकालो आज चाहिँ हामी त्यताबाट नजाने अर्कै बाटोबाट जाने हामी मेन ठाडो सिँढी चाहिँ यो बाटो एकदम ठाडो छ माथि स्वयम्भूनाथको टपमा पुग्ने टु व्हिलरको पार्किङ माथि रहेछ नि यहाँ रहेछ पार्किङ त्यो त अर्कै हो नि त्यो ठाडो त उतापट्टि छ यो अर्कै हो यो यताबाट चाहिँ यतिको उहीँमा त्यताबाट मजा होइन हामी हिँड्दै पुग्नु लाग्यो स्वयम्भू आज चाहिँ
हामीसँग हाम्रो भान्जी पनि छ है पछाडि अघि बिमार हुने त अगाडि अगाडि पो रहेछ त चङ्गो भयो ल ल ल ठिक छ स्वयं स्तूप पहिला एकचोटि वरिपरि घुमौँ त्यहाँबाट अगाडि धेरै छ भजनहरू पहिला चाहिँ भिडियो भयो छिटो हिँड्दै यो बाटो चाहिँ हिँडेर आउनु पर्छ अहिले छोटो जस्तो देखेँ त मैले सिँढी त कि होइन लामै हो है see the whole स्वयम्भूहरू घुम्यौँ स्वयम्भू घुमेर अब निस्किसक्यौँ अब चाहिँ सिधै हामी लाग्दैछौँ बौद्धनाथ स्तूप आज चाहिँ त्यहीँसम्म मात्रै त्यहाँबाट चाहिँ घर जाने आज लाजिमपाटै बस्ने हो महाराजगञ्ज चक्रपथ यता लेफ्टपट्टि भयो नारायण थान यता दाहिने भयो फेरि महाराजगञ्ज भएर लाजिमपाट यहाँ आइपुग्दाखेरि रिङ रोड फेरि डिफ्रेन्ट लुकमा छ अघि उता त बालाजुतिर स्वयम्भूतिर त रिङ रोड अलिकति श्रृङ्गार भइसकेको छैन रहेछ यता चाहिँ हेर महाराजगञ्ज चक्रपथ काटेपछि त यति दामी बनाएको रहेछ सुपर ल अब हामी यहाँबाट चाबेल पुग्छौँ चाबेलबाट लेफ्ट लिएर बौद्ध यो चाहिँ चाबेल चोक यहाँबाट हामी लेफ्ट लियो भने चाहिँ बौद्ध स्ट्रेट गयो भने त गौशाला भएर फेरि पशुपतिनाथ अब हामी लाग्यौँ बौद्धनाथपट्टि रातै परि गएन हौ एक चक्कर घुम्दा त ठिकै रातै हुने रहेछ ल हामी बौद्धनाथ स्तूप आइपुग्यो कहाँ आइपुग्यो हामी
बौद्ध स्तूपको परिक्रमा गर्दै अँधेरो अँधेरो भयो लाइट कम्ती भएको देख्नु सक्छु खै यतातिर पनि हेर यता पनि हेर्दै गयो बौद्ध स्तूपको परिक्रमा गर्दै है सबै यहाँ अहिले चाहिँ बौद्धको स्तूपको यहाँ सबै ल यहाँ दिदी पनि रहेछ एकदम खुसी छौँ है हामी बौद्ध आएर एकदम भाइ एकदम हामीले दर्शन पायौँ बौद्धमा सागा दावा रहेछ एकदम खुसी छौँ हामी अर्कै रहेछ ल एक परिक्रमा चाहिँ सक्यो है लुकिङ सो ब्युटिफुल आज बौद्ध पशुपतिनाथ स्वयम्भू हुँदै आज बौद्धको उयस पनि घुमिसक्यौँ है आज दिदी बिसन्चो भएर लास्टमा त्यति घुम्नलाई हामीलाई पुरै दिनै लाग्यो बिहान सुरु गरेको 9-10 बजी अहिलेको बेलुकाको 7 बजिसकेको छ आजको भिडियो चाहिँ म यहीँनिर एन्ड गर्दैछु ओम माने पेमे हुनु सबैलाई भगवान् बुद्धको आशीर्वादले सबैलाई राम्रो होस् है त